रमा, घडी हेर्दै गर है। आज त झन् मोटरसाइकलमा पनि तेल हाल्नुपर्छ। त्यहाँ हुल रहेछ भने अफिस पुग्न ढिला हुन्छ। त्यसैले सधैँको भन्दा 5 मिनेट अगाडि हिँड्नुपर्छ। अफिस जान प्राय हतार गर्नुपर्ने हुनाले प्रदीप आज बिहानीदेखि रमालाई सतर्क गराउँदैछन्। आफ्नो हतारको जिन्दगी देख्दा कहिले त रमालाई वाक्क पनि लाग्थ्यो। उसको गृहस्थी सानो परिवारको भए पनि सम्पूर्ण आफैले मात्र हेर्नुपर्ने हुनाले उसलाई सधैँ भ्याउन मुस्किल पर्थ्यो। उनी सोच्थिन् अफिस पनि नगई भएन, घर बनाएको केही ऋण तिर्नै बाँकी छ। घर पनि एक तला थप्न पाए भाडामा राख्न पाइन्थ्यो, जसबाट एकजनाको तलब जति भाडा पैसा आउँथ्यो होला। अनि बरु जागिर छोडेर घर बसेपछि ठिकै हुन्थ्यो। घरको धन्दा गर्यो, केटाकेटीलाई स्कुल ल्याउने लाने अनि उनीहरूको गृह कार्यमा सघाउने गर्दा दिन बितिहाल्थ्यो। रमाको यस्तो सोचाइ हुन्थ्यो, तर यो केवल उनको सधैँको सोचाइ मात्र भएको थियो। अफिस जाने बेलामा यस्तो सोचाइ उनलाई सधैँ नै आउँथ्यो। आफू बसेको एउटा सानो घर बनाएको 4 वर्ष भइसक्यो, तर पनि त्यसमा तला थप्न सकेका थिएनन्। रमा बिहे गरेर जतिसुकै सुखी र आनन्दी भएको अनुभव गरे तापनि कता कता ऊभित्र एउटा पारिवारिक असन्तुष्टि टाँसिएको जस्तो अनुभव उनलाई सधैँ हुन्थ्यो। उनी हिजो अफिसमा खाजा खाने बेला भएको गफ सम्झिन्थिन्। सावित्रीले कस्तो आनन्दले भनेकी थिए, मेरो श्रीमानले छोराछोरीलाई खुवाउने प्याउने काम गरिदिनुहुन्छ, म सबै घरको काम भ्याउँछु, नत्र म पनि अफिस आउन ढिलो भइहाल्थ्यो नि। त्यसै बीच रमिलाले थपिन्, म त आनन्दसँग नै भ्याउँछु, किनकि मलाई त श्रीमान र सासु दुवैले सघाइदिनुहुन्छ। सबै थोक ठिक पारिदिएपछि सासु चुल्हामा बसिदिनुहुन्छ, श्रीमान केटाकेटीसँग लाग्नुहुन्छ, म लुगा धुने र घरको सरसफाइमा लाग्छु। दुवै साथीको कुरा सुन्दा रमालाई श्रेय लाग्यो, किनकि उनलाई भने घरमा कसैले सघाउँदैनथे। केटाकेटी सानै थिए, आशै गर्नु पर्दैनथ्यो। सासु, म त सक्दिनँ है, सक्ने बेलामा मैले जस्तो दुःख कसले गर्यो होला र। अब त मेरो केही लाग्दैन, दिए खान्छु नदिए भोकै बस्छु भन्थिन्। श्रीमानको कुरै भएन, बिहानभर ओछ्यानको ओछ्यानमै हुन्थे। बिचबिचमा त्यहीँबाट ए रमा चिया ल्याऊ, रमा घडी हेर्दै गर, ए रमा छोराको लुगा फेरिदेऊ आदि आदि गरेर कराइरहन्थे। रमालाई त कहिले 2 जोर हात भइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। आफूले मन पराएको केटा प्रदीप हैसियत नमिलेको हुनाले रमाका बाबुले उनीहरूको बिहे गरिदिन नामन्जुर गरेपछि उनले परिवारको स्वीकृति बेगर प्रदीपसँग बिहे गरिन्। त्यसैले बुबा उनलाई हेर्दै थिए। कुलको इज्जत फाल्ने छोरीको मुख हेर्दिन भनेकाले उनी माइती जान पनि वर्जित थिइन्। आमासँग यसो कहिलेकाहीँ भेट भए तापनि उनले केही सहयोग पनि पाएकी थिएनन्। प्रदीपले पहाडको केटो काठमाडौँ आएर शिक्षा हासिल गरी जागिरे भएपछि आफ्नी विधवा आमालाई पनि साथमा ल्याएर राखेको थियो। रमा र प्रदीप विश्वविद्यालयमा पढ्दा मन मिलेर एक सूत्रमा बाँधिएका थिए। ती दुवै अधिकृत थिए। दुवै अधिकृत भए पनि केही वर्ष अगाडि मात्र एउटा सानो घर ठडाएका हुनाले उनीहरूलाई ठुलो आर्थिक बोझ परेको थियो। त्यसैले गर्दा घरमा काम गर्नेसम्म पनि राख्न सकेका थिएनन्। रमा सोच्थिन्, बुढी आमा काम गर्न सक्दिनन्, ठिक हो, किनकि उनले पहिले नै धेरै दुःख गरिसकिन्। तर प्रदीप बिहानभरि ओछ्यानमा बस्थे, त्यो ठिक थिएन। यसमा केही सुधार ल्याउनुपर्छ। त्यस्तै यस्तै सोच्दा सोच्दै प्रदीपले हर्न बजाएको सुनेपछि यस विषयमा अरू गहिरिएर विचार गर्नुपर्ला भन्ने सोच्दै उनी आएँ आएँ भन्दै गए। मोटरसाइकलको पछाडि सिटमा बस्थिन्। मोटरसाइकलले गन्तव्यतर्फ आफ्नो गति दिन्छ। भोलिपल्ट बिहान सधैँ चाहिँ रमा आफ्नो घरयासी काममा लाग्थिन्। बाहिर हतारिएको देखिए तापनि आज उनी हडबडिएकी थिएनन्। बीचबीचमा उनी भान्सेबाट प्रदीपलाई जो ओछ्यानमै थिए, यसो गर्न पाए हुन्थ्यो प्रदीप, उसो गर्न सक्छौ कि भनेर भन्न थालिन्। यसो गर्ने आँट उनले 6 वर्षको लामो वैवाहिक जीवनमा कहिल्यै गरिनन्।
उनी हुर्किएको समाजले लोग्ने भनेको देवता हो, सदैव उसको आज्ञाको पालना गर्नुपर्छ भन्ने सिकाएको थियो। तर ती सबै विश्वासलाई मस्तिष्कबाट हटाएर आखिर लोग्ने पनि त मान्छे हो, झन् आफ्नो सबैभन्दा नजिकको सम्बन्ध भएको, उसँग सहयोग माग्दैमा लोग्ने स्वास्नी बीचको सम्बन्ध बिग्रिने होइन। पश्चिमी समाजमा लोग्ने स्वास्नी मिलेरै घरयासी काम गर्दछन् भने हाम्रो मात्र किन नहुने? यस्तो सोचेर उनले प्रदीपबाट सहयोग पाउने आशा गरेकी थिइन्। नभन्दै आफूले जे गर्न अनुरोध गर्यो त्यो काम कति पनि झर्को नमानिकन प्रदीपबाट भएको देखेर उनी छक्क पर्थिन्। उनलाई लाग्थ्यो लोग्ने मान्छेको बानी बिगार्ने स्वास्नी मान्छे नै हुन्। उनीहरूलाई घरयासी कामकाजको चेतना नै हुँदैन। तर जब उनीहरू आफूले गर्नुपर्ने काम थाहा पाउँछन् तब कति पनि झर्को नमानिकन गर्दा रहेछन्। त्यस दिनदेखि रमाले कहिले पनि अफिस ढिलो पुग्नु परेन। हँसिलो अनुहार लिएर अफिस पुग्थिन् भने सोही अनुहार लिएर घरयासी काममा लाग्थिन्। मद्दतको लागि उनको लोग्ने प्रदीप सधैँ नै आफ्नो नजिक भएको हुने पाउँछिन्।